सो आजको दिन चाहिँ हाम्रो लागि धेरै नै स्पेसल रहेको छ। देख्न सक्नुहुन्छ म मालिक यतिकै टाउ कनाएर बसिरहेको छु। उता हाम्रो चाहिँ हेन्सम मामा हुनुहुन्छ। म सरासरी हिँड्दा अब जगतिर लाग्छु, उता ठेकेदार साहब हुनुहुन्छ हाम्रो घरबाट नै मेन मान्छे। म सुरुमा जगमा जान्छु, त्यसपछि हाम्रो हजुरबा जानुहुन्छ। म चाहिँ क्यामेरा छोड्दैन पूजा नगरिसकेसम्म हेर्न सक्नुहुन्छ। कपाललाई चाहिँ इग्नोर गर्नु पऱ्यो गाइज। कपाल जस्तो आयो भने हेर्नु पऱ्यो। देख्न सक्नुहुन्छ सुरुमा त्यहाँ जान्ने मान्ने मान्छेले फुलपाती चढाउँदै हुनुहुन्छ। म चाहिँ भिडियो गर्दैछु त्यो बेला। मेरो पालो पछि केरा आयो, दक्षिणा पनि आयो, फुलपाती आयो। उता माथिको चाहिँ ठुलो हुनुहुन्छ, उतापट्टि फुल हुनुहुन्छ। मेरो चाहिँ फर्स्ट टाइम हो गाइज, जस्तो पनि सुनिदिनु होला। अब अगरबत्ती धुपबत्ती चढाउने पालो आयो। सुरुमा राम्रोसँग बोलेको थिएन, सेकेन्डचोटि गर्दा चाहिँ राम्ररी बोल्यो। दन बोलिदिएको थिएँ पछि त। हाम्रो हजुरबा चाहिँ ट्याक्कै जे होस् पूजा चाहिँ सम्पन्न भयो गाइज होइन। देख्न सक्नुहुन्छ मलाई चाहिँ हेर्न सक्नुहुन्छ मलाई। एकछिनपछि म पनि पूजा गर्छु। पूजा भइसकेको छ, सम्पन्न भइसकेको छ। हजुर अब दक्षिणा कति आउँछ हेरौँ। ओ माई गड 100 रुपियाँ आएको छ गाइज, 100 रुपियाँ आएको छ। देख्न सक्छ टिका पनि लगाइसकेको छु मैले। अब म माथि आइसक्यो। हेन्सम मामा हेर्नु, यहाँ हाम्रो हेन्सम मामा, मेरो हेन्सम भाइ। देख्न सक्नुहुन्छ यता हजुरआमा उता हुनुहुन्छ। यता चाहिँ फोटोसुट चल्दैछ। फर्स्ट टाइम भेटेको भएर बाबुलाई मेरो भाइ आइटिएर आएको नि अब हेर्न सक्नुहुन्छ। उता चाहिँ मम्मी हुनुहुन्छ हेर्नु। अब प्रसाद बाँड्ने बेला आयो। म चाहिँ प्रसाद टुकार्दै बाँड्दै गरेको छु होइन। अनि मैले चाहिँ बोलिहाल्ने मलाई एकछिन स्किप होइन। सक्यो गाइज, भिडियो चाहिँ सकिसकेको छ गाइज।